कुलमानको द्रव्य मोह र धन व्यवस्थापन गर्ने चलाखी बडो विचित्रको छ। यता प्राधिकरणबाट लुटेको रकम लगेर उनले ठेक्कापट्टा र कम्पनीहरूमा लगानी गरेका छन्, त्यो पनि 46 करोड राजस्व छली गरेर। थप छर्लङ्ग हुनको लागि हेर्नुहोस् यो रिपोर्ट। अर्बौंका मालिक घिसिङ किन हुँदैन सम्पत्ति छानबिन। 2073 भदौमा कुलमान घिसिङ पहिलोपटक प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्ति भएका थिए। प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भएपछि कहाँबाट कसरी कमिसन कुम्ल्याउने र कसरी कमिसनलाई व्यवस्थित गर्ने भन्ने विषयमा 1 वर्षमा नै पोख्त भएका घिसिङले आफ्ना 4 जना भाइहरूको नाममा कम्पनी नै खोलिदिएका थिए। उनी नियुक्ति भएको 1 वर्षपछि 2074 साउन 5 गते उनले आफ्ना 4 जना भाइहरूको नाममा टेन्डेल हार्डवेयर प्राली दर्ता गरिदिएका थिए। 17 12 62 074 075 दर्ता नम्बर रहेको कम्पनीमा आफ्ना 4 दाजुभाइहरू गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुरेश घिसिङको नाममा प्रति व्यक्ति 75,000 शेयर किता हुने गरी कम्पनी खोलेको पाइएको छ। रामेछापको सामान्य परिवारमा जन्मिएका उनका दाजुभाइहरूले करोडौंको कम्पनी खोल्न सक्ने नै थिएनन्। यहीँनिर प्रश्न उठ्छ, कुनै पेसा व्यवसाय नै नभएका 4 दाजुभाइले त्यति ठूलो लगानीको हार्डवेयर कसरी खोले? यसको जवाफ हो, कुलमानले नै यसको सबै व्यवस्थापन गरेका थिए। त्यसो त योभन्दा अगाडिदेखि नै सुनकोशी इन्जिनियरिङ कम्पनी कुलमानले खोलेका थिए, तर अहिलेसम्म पनि उक्त कम्पनी निरन्तर घाटामा नै छ। अहिले त्यो कम्पनी उनका दाइ गणेश घिसिङले चलाउँदै आएका छन्। पछिल्लो समय उनले खोलेको हार्डवेयरले सिमेन्ट रड मात्र बेच्दैन, कमिसनको मोटो र कम्पनी व्यवस्थापन गर्छ। त्यही भएर हुन सक्छ एउटा हार्डवेयरको नाममा 17वटा ब्याङ्क खाता खोलेर 1 वर्षमा नै अर्बौंको कारोबार गरेको। यो बाहेक कुलमान घिसिङले मिलाइदिने ठेक्का अन्तर्गतका सिमेन्ट, छड लगायतका हार्डवेयर सामग्रीहरू यही हार्डवेयरबाट नै लैजानुपर्ने बाध्यता रहेको कतिपय निर्माण व्यवसायीको भनाइ छ। 3 करोड मात्र पुँजी रहेको टेन्डल हार्डवेयरको बौद्ध, काभ्रेको बनेपा र 5 खालमा गरी 3वटा शाखा रहेका छन्। यी 3 शाखा मार्फत नै विभिन्न आयोजनाले हार्डवेयरका सामग्री खरिद गर्ने गरेका छन्। लाभकर छल्न 55 करोडको शेयर 9 करोडमा खरिद। आफ्ना दाजुभाइको लागि जे पनि गरिदिने प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले दाजुभाइको लागि करोडौं लगानीको टेन्डल हार्डवेयर त खोलिदिए नै आफ्ना दाइ गणेश घिसिङका छोराको नाममा आधा अर्ब बढी खर्चिएर लामा कन्स्ट्रक्सनको शेयर नै खरिद गरिदिएका छन्। 2051-52 मा कम्पनी रजिस्ट्रारमा 100172 नम्बरमा दर्ता भएको जीवछिरिङ लामाको कम्पनी लामा कन्स्ट्रक्सन कम्पनी प्रालीमा 12.5% शेयर कुलमानका दाइ गणेश घिसिङका छोरा अरुण घिसिङको नाममा दर्ता भएको छ। 51,23,001 नम्बरको शेयरदेखि 60,83,000 नम्बरको कितासम्म 9,60,000 किता अरुण घिसिङको नाममा रहेको छ। 2079 साउन 2 गते भएको कारोबारमा कम्पनी रजिस्ट्रार कार्यालयको शेयर लगत किताबमा 9,60,000 किताको जम्मा 9 करोड 60 लाख मात्र बुझाएको उल्लेख छ। तर त्यतिबेला लामा कन्स्ट्रक्सनको भ्यालुएसन 4 अर्ब 47 करोड थियो। कम्पनीले शेयर किनबेच गर्नुभन्दा अगाडि इक्रा नेपालले लामा कन्स्ट्रक्सनको भ्यालुएसन गरेको थियो। भ्यालुएसन अनुसार 12.5% शेयर खरिद गर्न 55 करोड रकम लाग्थ्यो। तर लाभकर छल्न र सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धानको घेराबाट बच्नको लागि जम्मा 9 करोड 60 लाखमा कारोबार गरेको देखाइएको पाइएको छ। यो विषयमा सम्पत्ति शुद्धिकरण विभाग र राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्नुपर्ने आवाज उठ्न थालेको छ।